जाडोमा जाइफललाई एक बहुउपयोगीको रूपमा लिइन्छ। यो एक दुखाइ निवारक र कीटाणुनाशक औषधि हो। यो स्नायु प्रणालीको लागि लाभदायक छ। यसले कलेजोलाई सक्रिय बनाउँछ र सजिलै पचाउन सकिन्छ, जसले गर्दा यो पाचन प्रणालीको लागि लाभदायक हुन्छ। यो अनिद्रा, खोकी, सास फेर्न गाह्रो हुने र बाडुल्की लाग्ने जस्ता रोगहरू निको पार्न अत्यन्तै उपयोगी छ, जसको लागि यसको पाउडर र तेल प्रयोग गरिन्छ। छालाको दाग। जाइफललाई ढुङ्गामा पानीसँग पिसेर पेस्ट तयार पार्नुहोस्। यो पेस्टलाई आँखाको परेला र आँखा वरिपरि लगाउनाले आँखाको ज्योति सुधार हुन्छ र अनुहारको छालामा रहेको दागहरू पनि हट्दै जान्छ। यो पेस्ट केही दिनसम्म निरन्तर लगाउनुपर्छ। दूध पचाउने। यदि बच्चाले दूध छुटाएपछि दूध पचाउन असमर्थ छ भने दूधमा आधा पानी थप्नुहोस्, जायफल थप्नुहोस् र उमाल्नुहोस्। यो दूधलाई अलिकति चिसो हुन दिनुहोस् र चम्चा वा कचौरा प्रयोग गरेर मनतातो खुवाउनुहोस्। बच्चाले यो दूध पचाउन थाल्नेछ। जोर्नी दुख्ने। जोर्नी दुख्ने गाँठागुठीको लक्षण हो। यसको अतिरिक्त जायफल र तोरीको तेलको मिश्रणले मालिस गर्नाले चोटपटक र पुरानो सुन्निने समस्याबाट राहत मिल्छ। यो मालिसले शरीरमा न्यानोपना ल्याउँछ र शरीरलाई आराम मिल्छ। पेट दुख्ने। यदि लगातार पेट दुखिरहेको छ भने चिनी वा गुडमा 2-3 थोपा जायफलको तेल थप्नुहोस् र सेवन गर्नुहोस्। त्यस्तै गरी यदि तपाईलाई दाँत दुखिरहेको छ भने जायफलको तेलमा अलिकति कपासमा लगाएर दाँत दुखेको ठाउँमा राख्नुहोस्। यसले कीटाणुहरूलाई मार्छ र दुखाइबाट राहत दिन्छ, साथै आरामताको महसुस पनि प्रदान गर्छ।